नमस्ते सबैजनालाई। यो यात्रा हाम्रो गैंडाकोट नेपालदेखि इन्डियाको न्यू दिल्लीसम्मको यात्रा हो। यति बेला हामी नारायणी नदीको पुलमा आइपुगिसकेका छौँ। अब यो पुल पार गरेपछि हामी नेपालको मध्य भागमा पर्ने सहर नारायणगढ सहर त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। यति बेला बिहानको 9 बजेको छ। हामी एउटा डिलक्स बसमा बसिसकेका छौँ र गाडी गुड्ने क्रममा छ। अर्को लोकल बसमा भैरवादेखि सुनौलीतर्फ जाँदैछौँ हामी। यति बेला दिउँसो 4 बजे सुनौलीमा आइपुग्यौँ र ट्याक्सीमा चढेर अब हामी चाहिँ गोरखपुरतर्फ जाँदैछौँ। उज्यालो झिलमिल झिलमिल सहर यो गोरखपुर सहर। हामी रातको 9 बजे यहाँ आइपुगिसकेका छौँ। अब भने हामीलाई एउटा होटलको जरुरी छ। होटल खोज्ने क्रममा छौँ हामी हिँड्दैछौँ। अगाडि एकजना वृद्ध बुवा हिँड्दै हुनुहुन्छ। अब यसो साइडतिर हेर्दै गर्दाखेरि ऊ त्यहाँनिर एउटा अलिकति होटल हो कि जस्तो लाग्यो। ठिक छ, यो होटल नै हो रहेछ। अब हामी त्यहाँ गएर बुझ्छौँ। दिनभरको थकाइ र भोक अब यो खाना र रोटीले मेटाउँदै। गोरखपुरको यो होटलबाट अब चेकआउट हुने बेला भयो। यहाँबाट हामी चाहिँ अब यसरी यहाँ बाहिर चाहिँ हाम्रो अब यो ट्रेनको स्टेसन हो, त्यहाँबाट हामी जाँदैछौँ। तर त्योभन्दा पहिला हामीसँग अलिकति समय छ, बाहिर यसो घुम्छौँ र ट्रेनलाई कुर्छौँ। गोरखनाथ मन्दिर गोरखपुर बजार। हामी चाहिँ गोरखनाथ मन्दिरतिर जाँदैछौँ। यो गोरखपुर रेलवे स्टेसन। हनुमान मन्दिर आइसकेको छौँ हामी। अब हामी गोरखनाथ मन्दिर। हामी चाहिँ यति बेला गोरखनाथ मन्दिर परिसरभित्र छौँ। बिहानको यसो ब्रेकफास्ट गोरखपुरमा गर्दैछौँ। यति बेला हामी मन्दिरको पासमा। यो गोरखपुरको ट्रेन स्टेसन जहाँ अत्यन्त भिडभाड हुन्छ र ट्रेनहरू आउने जाने क्रम यहाँ जारी रहिरहन्छ। हाम्रो ट्रेन 3 बजेर 15 मिनटको ट्रेन हो र हामी यहाँ 3 बजे आइसकेका छौँ। अब भने हामी हाम्रो ट्रेनको पर्खाइमा छौँ। जो भी यात्री इस गाड़ी की प्रतीक्षा प्लेटफॉर्म संख्या 2 पे कर रहे हैं उनसे अनुरोध है प्लेटफॉर्म संख्या 1 पर पहुंचे।
घटना हो। अत्यास लाग्दो पट्यार लाग्दो भएको छ। यति बेला मैले एपबाट थाहा पाएको छु कि हाम्रो ट्रेन 8 घण्टा ढिलो भएको छ, ढिलो आउँदैछ यो। अब हामी के गरेर बस्ने? एउटा आँखा घडीको सुईतिर, अर्को आँखा छ बरै उहीतिर, कुर्दा कुर्दै भयो 10:30, अझै पनि आएन माया आउने बस। योभन्दा माथिको चाहिँ मम्मीको हो, अनि चाहिँ हामी चाहिँ यहीँ बसिरहेछौँ बाहिर हेर्दै, अनि योभन्दा तल चाहिँ अरूहरूको। हाम्रो चाहिँ 2टा सिट पऱ्यो, यहाँ र यहाँ माथि र तल। एक हात मेरो हातको, एक हात एक बित्ता र 3 उमल जति हाइट छ। यहाँ चाहिँ मोबाइल चार्ज गर्नको लागि प्लगको पनि व्यवस्था गरेको छ। त्यसै गरी केही चिजहरू झुन्डाउनको लागि यो ह्याङ्गर हो। यहाँ प्लास्टिक पनि झुन्डाउनु मिल्छ, ब्यागहरू राख्न, कपडाहरू राख्नलाई त्यहाँ व्यवस्था छ। मिलेर सोध त छ। झर्नी अब चाहिँ अहिले चाहिँ हामी रेलमै छौँ। अब हाम्रो झर्नी स्टेसन आउनै रहेछ, त्यही भएर हामी वेटिङ गरेर छौँ। पुरै ढाकिदिन्छ रेलको डिब्बाहरू, एउटा डिब्बा
डब्बा रहेछ एउटा इन्जिन त्यो छोटो रहेछ हेर सानो सबैभन्दा सानो रेल हो यो चाहिँ हाम्रो चाहिँ अब स्टेसन आउनै लाग्छ अब स्टेसन आएपछि हामी झर्ने हो तर हामी चाहिँ रोडको माथि हुँदै